आज चाहिँ हतार भने यति नै थियो कि मैले जुत्ताको लेस बान्न पनि भ्याइनँ। र नमस्ते सम्पूर्णमा, म झर्ना उपाध्याय हजुरहरूलाई स्वागत गर्दछु मेरो आजको नयाँ भिडियोमा। दादाले घरबाट स्टेसनसम्म छोडिदियो र स्टेसनमा गएर एकछिन पर्खिसके पछाडि चाहिँ ट्रेन पनि आइपुग्यो र ट्रेनमा चढे पनि ट्रेनमै चढेर कानका पनि लगाएँ मैले। यता भाइलाई बाई भनेर चाहिँ म नाम्दा चोटङ्ला स्टेसनमा र भाइ चाहिँ जान्छ रङ्गिया स्टेसनसम्म। यस्तो हतार हतार गरेर यो केटी कहाँ गइरहेछ भनेर जान्न छ भने चाहिँ मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। आज चाहिँ भने मैले कतिवटा गाडी भिड्छु पत्तो छैन र ट्रेनबाट चाहिँ नामेर म यहाँ बस स्ट्यान्ड आएर बस स्ट्यान्डमा आएर चाहिँ बस पनि लागिराखेको रहेछ र बसमा उठे पनि म बसमा एकछिन बसिसके पछाडि मिना पनि आइपुगिन् र यहाँदेखिबाट बसमा चाहिँ म र मिना भएर जान्छौँ। आज गएको जग्गाको छेउछाउमा चाहिँ मेरो आफ्नो मान्छे धेरैजना हुनुहुन्छ र यो भिडियो हेरेर थाहा पाउनु भयो भने चाहिँ मलाई भन्नुहुन्छ यी आकेर चाहिँ मेरो घरमा पसिनस् भनेर। मिना म भएर गफ गर्दा गर्दै हामी पानेरी पनि कटिसक्यौँ। एकछिन अगाडि यस्तो हाँसी हाँसी बोलिरहेका थियौँ, एकछिन पछाडि त मस्त दुईजनै निदायौँ। बिउजेर बाहिर हेर्दाखेरि त हामी चापात बगानको बिचमा आइपुगेका रहेछौँ र चापात बगानको नजारा हेर्दा हेर्दै हामी कति छिटो बङ्गालीपाडा चोक पुग्यौँ पत्तै भएन र बङ्गालीपाडा चोकमा पनि ठिक्क बस लागिराखेको रहेछ र बङ्गालीपाडा चोकदेखिबाट हामी हाम्रो डेस्टिनेसनसम्म गयौँ। हामी चाहिँ गएका थियौँ नाउकट्टामा भएको मोरा सुक्लाई पार्क भन्ने जग्गामा र यो पार्कको नाम चाहिँ अर्को एउटा पनि छ अरे। तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर भन्न नबिर्सिनु होला र हामीलाई अरू दुईजनाले पनि जोइन गर्नेछन् यहाँदेखिबाट, को हो हेर्दै जानु होला। आज चाहिँ यहाँ मिटिङ रहेछ, त्यसको लागि यहाँ टिकट काउन्टरमा टिकट काट्न बस्नु भएको रोइन रहेछ र टिकट नकाटिकन नै हामी एन्ट्री गऱ्यौँ। बाहिरदेखिबाटै यस्तो राम्रो नजारा छ, भित्र त झन् कस्तो बेसी राम्रो होला, हेर्दै जानु होला, म देखाउने छु तपाईँहरूलाई। र यहाँ नेहा र सञ्जना पनि आइपुगे र नेहा र सञ्जनाले चाहिँ सबै सामान लिएर आएका थिए र हामी चाहिँ आएका थियौँ मोरा सुक्लाई पार्कमा पिकनिक खाना भनेर। पिकनिक खाना भन्दा पनि एकदम बनाएर खाने होइन, बनाएरै लिएर आएको। यहाँ बसेर खानको लागि चाहिँ बनाएको चाहिँ सबै सञ्जनाले हो। अब किन्ने चिज त किनेर लिएर आएका हौँ हामीले र बनाउने चिज चाहिँ सबै थोक सञ्जनाले बनाएर लिएर आएकी थिइन्। आइपुगेर चाहिँ हामीले हतार हतार गरेर आफ्नो आफ्नो काम भाग गरेर कामतिर लाग्यौँ। नेहा झोलादेखिबाट सबै थोक सामान निकाल्नेको काम गर्दैछिन्, मिना अन्डाको छिल्का उठाउँदैछिन्, म मिक्सचर बनाउँदैछु, सञ्जना खोइ के गर्दै थिइन् बिर्सेँ मैले, सञ्जनाले चाहिँ के गर्दै थिइन्। हामीले खानामा के आइटम राखेका थियौँ देखाउँदैछु म हजुरहरूलाई। पुरी, सब्जी, चाउमिन, केक, चाना, सन्तोला र अन्डा थियो। अन्डा चाहिँ मिना र नेहाको लागि थियो र बानाना पनि थियो। सञ्जनाले र मैले चाहिँ बानाना खाएर स्टार्ट गऱ्यौँ र नेहा र मिनाले चाहिँ अन्डा खाएर स्टार्ट गरे खानाको। बानाना खाइसकेपछि चाहिँ हामीले कोक र चाना खान स्टार्ट गऱ्यौँ। चाना र कोक खाइसकेपछि चाहिँ हामी स्टार्ट गर्छौँ पुरी सब्जी खानको लागि। पुरी सब्जी खाइसकेपछि चाहिँ हामी चारजना मिलेर केक काट्दछौँ र केक काटेर केक पनि खान थाल्यौँ हामी। र सञ्जना चाहिँ एकदम केक लभर, केक जति नै भए पनि खान्छन् उनले। र हामीहरूको चाहिँ अब खाएर पेटमा खाली जग्गा चाहिँ थिएन। अब धेरैवटा खाना आउँदाखेरि अब यो खानु कि त्यो खानु पनि हुन्छ र खाएर अमुने पनि भइसक्छ। खानाहरू खाइसकेपछि चाहिँ हामी फोटो सुट गर्न भनेर गयौँ र यता हेर्नुहोस् त यस्तो सुन्दर नजारा, फुलहरू फुलेर चिसो हावा आइरहेको शान्त वातावरणमा यस्तो रमाइलो लागिरहेको थियो हामीलाई चाहिँ। र हामी फोटो भिडियो पनि सुट गरिरहेका थियौँ र म चाहिँ देखाउँदै थिएँ यहाँको दृश्य तपाईँहरूलाई। फुलहरू फुलेर नै यहाँको दृश्य यति राम्रो देखिएको, ती माथिबाट यहाँ फोटो सुट गर्न भनेर फुलको हार्डहरू बनाएर राखिदिनु भएको रहेछ। ती माथिबाट यहाँ हेर्नु न डालिया फुल फुलेन। म त यहाँदेखिबाट आउन नै मनै लागेको थिएन। अब नआएर पनि हुँदैन, आउनै पर्छ। यहाँ छोडेर चाहिँ एकदम आउन मन थिएन, यस्तो शान्त वातावरण। र यहाँदेखिबाट हाम्रो निस्किने पनि टाइम भइसक्यो। 2-3 वर्ष भइसकेको थियो हामीले प्लान गरेको र हाम्रो प्लान आज सक्सेस पनि भयो। एकदम पोजिटिभ एनर्जीको साथ हामी यो पार्कदेखिबाट बिदा लिँदैछौँ र यो भिडियो पनि म यतिमै समाप्त गर्छु। हजुरहरूलाई मेरो भिडियो हेरेर के कस्तो लाग्यो कमेन्ट गरेर जनाउन नबिर्सिनु होला र राम्रो लागेमा लाइक, कमेन्ट, सेयर र मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला।